हेलो साथीहरु, ह्यापी दशैं सबैजनालाई। दशैंको ह्यापी दशैंको शुभकामना। तर म चाहिँ दशैं चाहिँ खासै मनाउँदिन, टिका सिका लाउँदिन। खाइपिचे यसरी चल्छ। यो चाहिँ म अहिले लोकलको सुपको लागि लोकल कुखुराको बनाउँदै छु मासु। यसरी हेर्दा त खामखामै छ, अब कतिको मिठो छ खाएर पनि देखाउँछु अहिले एकछिनमा बनिसकेपछि। एकदम मिठो भयो जस्तो छ। भुटुवा खाने हो कि सुपको लागि बनाएको, भुटुवै खाइदिउँ जस्तो लागिरहेछ है साथी हो। हजुरहरू पनि खानुहुन्छ भने आउनु होला मेरो किचनमा, अनि म यो तपाईहरुलाई दिनेछु। अनि यहाँ मेरो सलाद पनि यसरी रेडी गर्दैछ मेरो भदैनीले। अनुहार नदेखा भनिरहेछ, नदेखाइदिउँ न त, अब के गर्ने, पब्लिक नगर्ने अरे, गुफामा बस्ने अरे, गुफामै बस दमको लागि, अचारको लागि। अनि यो चाहिँ एकदमै मिठो बनेको छ, रोस्टमा खाने अचार। रोस्टसँग चोप्दै चप खानुपर्छ। ह्यापी दशैं। यो चाहिँ धनिया ल फाइनली गाइज लोकलको पनि सानो भिडियो बनाएको, त्यही भएर अब रोस्टको पनि बनाउँदैछु। हाम्रो रोस्ट चाहिँ यसरी हुँदैछ है। हेर्दा त कलर एकदम टेस्टी देखिरहेको छु। खाँदा अब कस्तो हुन्छ, अहिले खाइमा पनि टेस्ट हुन्छ। ल साथी हो, तपाईहरुलाई पनि यदि मनपर्छ भने दशैंको चाहिँ एकदमै धेरै स्वागत छ। यो रोस्ट खानको लागि, ब्रोइलरको रोस्ट खानको लागि क्रन्ची टाइपको राम्रो देखिरहेछ है, मिठो। मैं देखाऊँ